नमस्कार। आज हामी एउटा यस्तो सरल तर शक्तिशाली तरिकाबारे कुरा गर्दैछौँ जसले ठूला लक्ष्यहरू हासिल गर्न मद्दत गर्न सक्छ। हामी अक्सर जीवनमा ठूलै छलाङ मार्ने सोच्छौँ, तर कहिलेकाहीँ खास परिवर्तनको शक्ति त एउटा सानो सामान्य बानीमा लुकेको हुन्छ। यस्तो अनुभव त पक्कै भएको होला हैन? हरेक पटक ठूलो जोशका साथ लक्ष्य बनाउने, तर केही दिनमै त्यो सबै उत्साह कता हो कता हराएर जान्छ। यदि यस्तो भइरहेको छ भने यो विश्लेषण सायद काम लाग्न सक्छ। हेर्नुस् त, एकातिर हाम्रो सपना हुन्छ धनी बन्ने, फिट हुने, अनि अर्कोतिर छ वास्तविकता। र वास्तविकता के हो भने खाली लक्ष्य सेट गरेर मात्रै जीवन बदलिँदैन। हाम्रो इच्छा र परिणामको बीचमा केही त पक्कै छुटिरहेको छ। ल, अब अलिकति गहिराइमा जाउँ। आखिर हाम्रा यति राम्रा योजनाहरू, हाम्रा ठूला सपनाहरू किन बारम्बार फेल हुन्छन्? खास समस्या चाहिँ कहाँनिर छ त? यी कुराहरू त हामी सबैले कता कता सुने जस्तै लाग्छ, होइन र? नयाँ वर्ष होस् वा कुनै विशेष दिन हामी यस्तै बाचाहरू गर्छौं, तर केही दिन नबित्दै हामी फेरि उही पुरानै बानीमा फर्किसकेका हुन्छौं। यो एकदमै साझा समस्या हो। र खास कुरो यही हो, समस्या हाम्रो लक्ष्यमा होइन। लक्ष्य त राम्रै हुन्छ, वास्तविक समस्या हो सुरु नै गर्न नसक्नु। त्यो पहिलो पाइला चाल्न नै हामीलाई गाह्रो लाग्छ। ल, अब जब हामीले समस्या के हो भनेर थाहा पायौं, अब समाधानको कुरा गरौँ। र समाधान हामीले सोचेभन्दा धेरै सरल छ, जसलाई भनिन्छ 8 मिनेटको नियम। यसले सिधै त्यो सुरु नगर्ने समस्यामा काम गर्छ। यो नियम एकदमै सिधा छ। तपाईले जुन काम गर्न चाहनुहुन्छ त्यो काम केवल 8 मिनेटको लागि मात्रै गर्नुहोस्। त्योभन्दा 1 सेकेन्ड पनि बढी सोच्नु पर्दैन। हो, मात्र 8 मिनेट। 1 घण्टा पनि होइन, आधा घण्टा पनि होइन। सुन्दा सामान्य लाग्ला, तर यही सानो सङ्ख्यामा नै यसको पुरै शक्ति लुकेको छ। यसलाई व्यवहारमा कसरी उतार्ने त? एकदमै सजिलो छ। यदि पढ्नु छ भने आफूलाई भन्नुहोस्, म 8 मिनेट मात्र पढ्छु। एक्सर्साइज गर्नु छ, ल म 8 मिनेट मात्र गर्छु। यही सानो बाचाले नै ठूलो फरक पार्छ। अब मनमा प्रश्न आउन सक्छ, खै 8 मिनेटले किन हुन्छ र? तर यसको पछाडि एउटा बलियो मनोवैज्ञानिक कारण छ। आउनुहोस् हेरौँ यो सानो नियमले कसै जादु गर्छ। फेरि यही कुरा दोहोर्याउँछु, कुनै पनि कामको सबैभन्दा कठिन भाग भनेकै त्यसलाई सुरु गर्नु हो। एकपटक सुरु भएपछि त गति आफै बन्छ। 8 मिनेटको नियमले त्यही सुरुको बाधालाई हटाउने काम गर्छ। हाम्रो दिमागले कसरी काम गर्छ यहाँ हेरौँ। जब हामी सोच्छौँ आज त 2 घण्टा पढ्छु, हाम्रो दिमागले यसलाई एउटा ठूलो पहाड जस्तो देख्छ र भो नगरौँ भन्छ। तर जब हामी भन्छौँ ल 8 मिनेट मात्र, दिमागले सोध्छ यति त हो नि, यो त सजिलै छ, अनि हामी काम सुरु गरिहाल्छौँ। अनि यहाँनिर एउटा रमाइलो कुरा हुन्छ। जब तपाईँ त्यो काम सुरु गर्नुहुन्छ नि, धेरै जसो अवस्थामा तपाईँ 8 मिनेटमा रोकिनुहुन्न। एक किसिमको मोमेन्टम आइसकेको हुन्छ, जसले तपाईँलाई अगाडि बढाइरहन्छ र तपाईँले सोचेभन्दा धेरै काम गर्नुहुन्छ। यो नियमले खासमा बानी बनाउन मद्दत गर्छ। याद राख्नुहोस्, सफलता भनेको एकैचोटि मारेको ठूलो छलाङ होइन। यो त हरेक दिन चालिने सानसाना लगातार कदमहरूको परिणाम हो। समयसँगै यही सानसाना कदमहरू मिलेर ठूलो उपलब्धि बन्छन्। त्यसो भए निष्कर्ष के त? अब ठूला लक्ष्यहरूको बारेमा सोचेर तनाव लिन छोडौँ, बरु एउटा यस्तो सानो बानीबाट सुरु गरौँ जसले अन्ततः ठूलो र सकारात्मक परिवर्तन ल्याउन सक्छ। त्यसैले भोलिदेखि होइन, आजैबाट सुरु गर्नुहोस्। आफूलाई मात्र 8 मिनेटको वाचा गर्नुहोस्। चाहे त्यो 8 मिनेट पढाइ होस्, 8 मिनेट एक्सर्साइज होस्, वा 8 मिनेट आफूलाई सुधार्ने कुनै काम होस्, बस सुरु गर्नुहोस्। र अन्त्यमा यो कुरा सधैँ याद राख्नुहोस्, एउटा महान जीवन ठूला निर्णयहरूबाट भन्दा पनि हरेक दिन दोहोर्याइने साना बानीहरूबाट सुरु हुन्छ। तपाईको जीवनको त्यो ठूलो परिवर्तन सायद आजको यही 8 मिनेटबाट सुरु हुन सक्छ।